दर्शकवृन्द नमस्ते, नमस्कार, प्रणाम। अहिले तपाईकोतिर मकैको भाउ के छ? यो मकैको भाउ सुन्दाखेरि चाहिँ पुरपुरोमा हात लाउने बेला भइसक्यो। मकै रोप्ने बेलामा कल्टीले हलो जोतेको 2000 रुपैयाँ घण्टा, त्यसपछि रोटावेटरले जोतेको 2500 रुपैयाँ घण्टा। मकैको बिउ एक प्याकेटको 4500, 5000, 5500 जात हेरी 33-55 को 5000 देखि माथि, 55-70 जातको बिउको 4500। एक प्याकेटमा जम्मा 5 केजी मकै हुन्छ। 1000 रुपैयाँ किलोको दरको बिउ। डेपी किन्न गयो 2500 रुपैयाँ बोरा। युरिया किन्न गयो 1000 को युरिया ब्ल्याकमा किन्दाखेरि 1500, कतै 2000, डबल दाम। पोटास प्रति बोरा 2300 रुपैयाँदेखि 2500 रुपैयाँ। अब खेती गर्दाखेरि खेताला लायो, दिनको 3 छाक भात खुवाएर 500, 550, 600 दिनुपर्छ। मकैमा लाएको बिउको खर्च अलगै। त्यसपछि किरा मार्ने दबाई, भिटामिन थुप्रो गर्दा यत्रो गरिसक्दा पनि अब भातमा जम्मी 6 महिनाको मेहनत। 6 महिनाको मेहनत गर्दाखेरि चाहिँ अब यो मकै चाहिँ अहिले 800 रुपैयाँ मन, 900 रुपैयाँ मन त्यसरी छ। 1000 रुपैयाँ मन, कता 2500, 2600, 2700, 2800 रुपैयाँ प्रति कुन्टल मकै छ। यो तरिकाले गर्दाखेरि किसानलाई कति फाइदा होला त? अझ यो मकै भातमालाई थ्रेसर लाउनै पर्यो, जन लाउनै पर्यो। अब सुतेको मकै मेसिनले पनि काट्दैन। मौसमको ताल हेरो, मौसमको ताल यस्तो छ, हरिबिजोग छ। घरि पानी पर्छ, घरि घाम लाग्छ, घरि हावाहुरी आउँछ। एक त मौसमले पनि हरिबिजोग बनाएको छ यसपालि। मकै खेतीले यसपालि चाहिँ अघिल्लो वर्षसम्म चाहिँ ठिकै थियो किसानलाई। यस वर्ष चाहिँ यो मकैले चाहिँ खासै उपलब्धि गर्ला जस्तो चाहिँ देखिँदैन।